2 दिनदेखि बन्द रहेको सार्वजनिक यातायातहरू आजबाट चल्न थालेका छन्। यातायात व्यवसायीहरूको आन्दोलन फिर्ता भएपछि आजदेखि सार्वजनिक यातायातका साधन चल्न थालेका छन्। गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ र सेल्फ ड्राइभ सम्बन्धी नियमावली 1 महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरूले आजदेखि सार्वजनिक गाडी चलाउन थालेका हुन्। राइड सेयरिङ र सेल्फ ड्राइभ सम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरूले गण्डकी प्रदेशमा 5 दिनदेखि र काठमाडौँ उपत्यका सहितका अन्य जिल्लाहरूमा 2 दिनसम्म सार्वजनिक गाडी चलाएका थिएनन्। उनीहरूको सिन्डिकेटलाई साथ दिँदै केन्द्र सरकारका प्रतिनिधिहरूले गण्डकी सरकारले ल्याएको नियमावली स्थगितीको प्रक्रिया अघि बढाउने सहमतिमा हस्ताक्षर गरेका थिए। तर यातायात व्यवसायीहरूले सोमबार मध्यरातिको सहमतिपछि पनि मङ्गलबार गाडी चलाएका थिएनन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले मङ्गलबार दिउँसो गण्डकी प्रदेश सरकारलाई स्थगित गर्न पत्राचार गरेपछि मङ्गलबार बेलुकी गण्डकी सरकारले नियमावली 1 महिनाका लागि स्थगित गर्ने निर्णय गरेको थियो। सोही निर्णयपछि मात्रै बुधबार बिहानदेखि यातायात व्यवसायीहरूले सार्वजनिक गाडी चलाउन थालेका हुन्। आज बिहानैदेखि काठमाडौँ उपत्यका सहित जिल्लाहरूमा सार्वजनिक बस, माइक्रोबस, बस, टेम्पो, ट्याक्सी लगायत कालो नम्बर प्लेटका सवारी साधनहरू चलिरहेका छन्।